Hello everyone, welcome back to my YouTube channel. So आज चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ मेरो भाइको बिहा छ. सो मैले बुहारीलाई पनि रेडी गरिदिँदैछु हैन, विथ माई फ्रेन्ड मिलेर हामी दुईजनाले हैन. अन्त त्यसपछि चाहिँ हामीले चाहिँ उलाई रेडी गरिकन माथि लगेर त्यहाँदेखिको चाहिँ आएर चाहिँ हामी के गर्नु आएर चाहिँ त्यहाँबाट चाहिँ फेरि हाम्रो मेकअप स्टार्ट हुन्छ हैन. ल के आइ भन्दैन, यहाँ चाहिँ मेरो बुहारी हो. हाई भनिदेऊ. हाई. सो आजको मेकअप आर्टिस्ट चाहिँ आइएम जानेको जति गरिदिँदैछु हो. सो अहिले एकछिनमा भेटौँ ल. बाई. फेरि हाम्रो बेहुलीलाई चाहिँ उयो गरिदिँदाखेरि चाहिँ ऊ भोक लाग्यो हो, खाँदैछ. यहाँ पनि म्यामले पनि खानुहुँदैछ. कस्तो भएछ? आफै बनाएको दामी भएछ. सो see you there. Bye. एकछिनमा भेट्छु ल. सो गाइज हाम्रो ब्राइड चाहिँ रेडी भयो हैन. अन्त हाई भनिदेऊ न. हाई. यो चाहिँ हाम्रो के भन्नु अब त्यो ब्राइडको फाइनल लुक देखाइदिहाल्यो यस्तो गरेर. मेरो बुहारी हो चाहिँ. यो चाहिँ उसको फाइनल लुक हेर्नुहोस्. यो चाहिँ ब्राइडको फाइनल लुक. देखाइदेऊ हातहरू. हात देखाइदेऊ न, मेहन्दी देखाइदेऊ, नङ पनि देखाइदेऊ. नङ पनि देखाइदियो होला. कपाल देखाइदियो होला. उता फर्क. यो चाहिँ हो उसको फाइनल 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 भन्दा पनि फाइनल लुक. यो चाहिँ हामीले गरिदिएको होइन. हाई. कस्तो लाग्यो मेकअप? राम्रो लाग्यो. गुड. अलिक जोडले भन न हौ. राम्रो लाग्यो. दामी दामी. अरू कोही अब छ भने यहाँ म भएको पठाइदिनु. भनिदेऊ त एक दुई शब्द. अब म त भन्दिनँ. कोही छ भने यहाँ म भएको जानु भनिदेऊ न. कोही छ भने चाहिँ अब रोजा दिदीलाई कन्ट्याक्ट गर्नु. अलिकति कति प्राइसमा गर्छ? 40 रुपियाँ. फोन गरौँ न. सो गाइज अब हामी चाहिँ नि ब्राइडलाई रेडी बनाइबरिकन होइन. त्यहाँदेखिको चाहिँ हाम्रो सानोबाट सामान पनि थियो नि त. अब हामी पनि नक्कल त पार्नु पर्यो होला होइन. अब जे भए पनि अब भाइको दिदी हो होइन. भाइको दिदी भए जे भए पनि नक्कल त पार्नै पर्यो. त्यही भएर चाहिँ एक दुईवटा सामानहरू मिस भएछ कि हाम्रोमा. त्यही चाहिँ ल्याउनु गएको फेरि हामी. हेर्नु न यहाँ तेल पुग्छ होला. सो गाइज माथिबाट छौँ ल. माथिबाट ल. अन्त तपाईँहरूलाई पनि अहिले हामी नि रेडी भइसकेर हो. अन्त हाम्रो एकदमै डरलाग्दो वाला फाइनल लुक चाहिँ देखाउँछु नि ल. तपाईँहरू यत्तिकै बसिराख्नु हेर्दै बसिराख्नु न. हत्तु हैरान भयो होइन. बिहानदेखि भोक पनि लाग्यो थियो. त्यहाँबाट फेरि हतार हतार लक्कीलाई वाइवाई बनाउनु लगाएर वाइवाई खाएर ब्राइड पनि भोक लाग्यो भनेर कस्तो भइरहेको थियो होइन. अन्त त्यहाँबाट वाइवाई खाइबरिकन त्यहाँदेखिको चाहिँ हामी चाहिँ सब काम सकेर चाहिँ अब फेरि घरको काम गरिसकेर मात्रै रेडी हुनुपर्छ हो. नभए त मार्छ फेरि मम्मीले जक्टाउँछ नि नभए त. ओके गाइज. सो गाइज हामी चाहिँ फर्केको होइन. सामानहरू लिएर एकदुईवटा सामानहरू थियो. सो ल्याएँ अनि हामी फर्किँदैछौँ. अब चाहिँ सिधै रेडी भएर देखाउँछु ल तपाईँहरूलाई, किन ढिलो हुने रहेछ नि त. सो हाई गाइज हामी चाहिँ अब रेडी भइसक्यो. अघि तपाईँहरूलाई भनेको थिएँ रेडी भइसकेर आउँछु भनेर होइन. अन्त यहाँ गिफ्ट छ हो अलिकति आइज. अन्त यो पनि छ. अन्त हामी चाहिँ अब गिफ्ट दिनु जानु आँटेको होइन. ये आजको ओओटिडी आउटफिट मेरो भाइको बिहाको होइन. सो म चाहिँ जानु आँटेको. हामी चाहिँ यहाँ टिका लगाउनुको लागि चाहिँ रेडी. टिका पनि होइन हौ, भाइहरूलाई टिका त लगाउनु पर्दैन. मैले गिफ्ट दिनुको लागि चाहिँ एकदम रेडी छु. यहाँबाट घाम चाहिँ यस्तो डेन्जर लागिरहेको छ कि अब के भन्नु. यहाँ चाहिँ हाम्रो सबैभन्दा ठुलो दादा हो होइन. भाइले बिहा गरिसक्यो. हाम्रो दादा अत्तो पत्तो छैन. लो विकास ओ
अब चाहिँ रोजा गयो गाइज रोजा चाहिँ टिका लाउनु गएको रे बुहारी र भाइले बिहा गरिसक्यो रोजा कहिले हो यहाँ चाहिँ रोजाले खदलो गइदिँदैछ सो गाइस हामी चाहिँ बल्ल बल्ल टिका सिका सबै लगाइसक्यो टिका मतलब अब गिफ्टहरू दिइसकिसक्यो होइन सो अब हामी चाहिँ यहाँनिर फोटो सेसन गर्नु आँटेको बस्दै गर्नु होला मेरो बहिनीहरू चाहिँ यहाँ बुफेमा बसिरहेको छ होइन हामी चाहिँ भेज खानु आँटेको यहाँ चाहिँ मेरो बहिनीहरू बहिनी हो हेलो हाय नमस्ते भन्नु नमस्ते सबैलाई हाय बाइ बाइ हामी चाहिँ फर्केको हैन लगीको हालत खुट्टा दुखेर उ खाली खुट्टै छ सो गाइज यति नै थियो अब चाहिँ म भाडा मोल्नु जान्छु हैन भाडा मोल्नु गएको सो see ya, take care, bye, see you in the next vlog. Lots of love, धेरै माया गर्नु होला, like, comment, share, subscribe पनि गरिदिनु होला. Bye, bye गर्दैन लकी. Bye bye. Oh shit.